नमस्कार श्रोता मित्र, आज हामी स्टुडियोमा एउटा विशेष कार्यक्रम लिएर उपस्थित छौँ। यस कार्यक्रममा चर्चा गर्नको निम्ति हामीसँग उपस्थित हुनुहुन्छ आजको अतिथि सञ्जय प्रधानज्यू। यहाँ पत्रकार हुनुहुन्छ, धेरै लामो समयदेखि पत्रकारितामा संलग्न भएर काम गर्दै आउनुभएको छ र यो आजको हाम्रो कार्यक्रमको विषय छ भर्खरै संसदमा भारत सरकारद्वारा पारित विकसित भारत ग्यारेन्टी फर रोजगार एवं आजीविका मिसन ग्रामीण अथवा विकसित भारत जी बिल 2025 को बारेमा केही कुराकानी गर्नको निम्ति सर्वप्रथम त सञ्जय प्रधानज्यू यहाँलाई नमस्कार अनि स्वागत जनाउँदछौँ हाम्रो कार्यक्रममा। नमस्कार। र श्रोताहरूलाई यो बताइदिउँ कि यो जुन जी बिल 2025 छ यो के हो भन्ने कुरो हामी सञ्जय प्रधान जीबाट जान्ने कोसिस गर्नेछौँ। यो भर्खरै संसदमा पारित भएको जी बिल 2025 यो के हो, खासमा चाहिँ यो आम मान्छेहरूले कसरी बुझ्ने? सर्वप्रथम यहाँलाई धेरै धेरै धन्यवाद कि यहाँ आज यस विषयमा चर्चाका निम्ति निम्त्याउनु भएकोमा। विशेष यो जी जुन एउटा यो नयाँ योजना छ है, यो चाहिँ के छ भन्दाखेरि अब जुन चाहिँ हाम्रो पुरानो योजना थियो है, महात्मा गान्धी नेसनल रुरल एम्प्लोइमेन्ट ग्यारेन्टी एक्ट, जसलाई मनरेगा भनेर भनिन्थ्यो होइन। यो मनरेगा चाहिँ 2005 को सन्दर्भमा तयार गरेको थियो र त्यसपछि ग्रामीण जुन भारतमा व्यापक परिवर्तन भइसकेको थियो। यो आइसकेपछि है यही कुरोहरूलाई, यही विषयहरूलाई हेरेर, यही परिवर्तनहरूलाई हेरेर चाहिँ यो जी जुन बिल यो भनिन्छ होइन, नयाँ अहिले आएको, वास्तवमा यो विकसित भारत ग्यारेन्टी फर रोजगार एन्ड आजीविका मिसन ग्रामीण, जसलाई चाहिँ जी भनेर भनिन्छ होइन छोटोमा। र विशेष यसलाई चाहिँ किन भनेदेखि यो पुरानो मनरेगालाई चाहिँ यसलाई चाहिँ सुधार गर्नका लागि होइन, अझै भारतका हरेक नागरिकलाई जुन चाहिँ ग्रामीण क्षेत्रको जुन मानिसहरू छन् उनीहरूलाई अझै सरकारले अझ बढी सुविधा पुर्याउन, उनीहरूलाई अझ बढी विकास गराउन, ग्रामीण क्षेत्रको अझ बढी विकास गराउनलाई यो अहिलेको यो नयाँ योजना जी यसरी यो ल्याइएको छ। र पहिलेकोमा चाहिँ के थियो भनेदेखि जुन हाम्रो अहिलेको स्थिति हेर्दाखेरि चाहिँ 2011-12 जुन एउटा गरिबीको दर थियो 25.7 र त्यसपछि यो घटेर 2023-24 घटेर 4.86% पुगेको छ, जसलाई चाहिँ यो MPCE र नाबार्ड RECSS सर्वेक्षणहरूले देखाएको एउटा बढ्दो उपयोग र आय र आर्थिक पहुँचले एउटा यसलाई समर्थन गरेको छ है। जस्तो यसमा के छ भनेदेखि एउटा बलियो सामाजिक सुरक्षा है, सुधार गरिएको सम्पर्क, अधिक बढी डिजिटल पहुँच र विविध यो ग्रामीण आजीविकाका कारण यो पुरानो जुन संरचना थियो आजको ग्रामीण अर्थतन्त्रसँग यो मेल खाँदैन एउटा भन्ने छ होइन। र यस संरचनात्मक परिवर्तनलाई ध्यानमा राख्दै है मनरेगाको मोडेल चाहिँ पुरानो भइसकेको थियो यसलाई हेर्दाखेरि, र यसैले यो जी प्रणालीको चाहिँ यो आधुनिकीकरण गर्दछ यसले चाहिँ। र यसमा चाहिँ के छ भने अब ग्यारेन्टी गरिएको जुन चाहिँ एउटा कार्यदिवसहरू छ होइन, कार्यदिवसहरू यसले बढाउँछ है, र प्राथमिकताहरू जुन पुनः यो संयोजन गर्दछ यसले है। र आजको जुन अर्थतन्त्र, आजको जुन ग्रामीण अर्थतन्त्र अनुकूल अझ उत्तरदायी र लक्षित र सान्दर्भिक रोजगारीको ढाँचा यसले स्थापना गर्दछ होइन। यसमा जस्तो पहिले मनरेगामा 100 दिनको रोजगारी थियो भनेदेखि अहिले यसमा 25 दिन बढाएर 125 बनाइएको छ। यो मनरेगा जुन पुरानो ऐन थियो, रोजगारीको ऐन थियो, त्योभन्दा यो कसरी बेहतर हो भन्ने लाग्छ तपाईँको विचारमा? अब यसमा चाहिँ के छ भनेदेखि जस्तो अब त्यो पुरानोमा चाहिँ एउटा प्रश्न पनि आइरहेछ कि पुरानो योजनामा चाहिँ के नकारात्मक कुरोहरू थियो है, समस्याजनक प्रावधानहरू के थियो भन्ने कुरो पनि छ नि होइन।
अब त्यसमा चाहिँ कस्तो यो भयो भनेदेखि पुरानो योजनामा चाहिँ धेरै सुधारहरू बाहेक पनि अब गम्भीर प्रणालीहरू चाहिँ कति प्रणालीगत कति चाहिँ असफलताहरू त्यसमा चाहिँ कायम रहँदै आएको थियो है। र अब त्यसमा जस्तो कि 2025-26 जो आर्थिक वर्ष त्यसमा 23 राज्यहरूमा गरिएको निगरानीले चाहिँ खर्च अनुसारको काम उपलब्ध भएन भन्ने कुरो एउटा देखाएको थियो त्यहाँ है। जहाँ श्रम आवश्यक थियो त्यहाँ मसिनको प्रयोग गरियो र ठुलो स्तरमा नेसनल मोबाइल मोनिटरिङ सिस्टमको उपस्थितिलाई पनि त्यसमा चाहिँ व्यवस्था गरियो भनिन्थ्यो है। र त्यस्तै 2024-25 कुल 193 करोड 67 लाख दुरुपयोग दर्ता गरिएको भन्ने पनि त्यहाँनिर छ कुरो है। र त्यसपछि जस्तो यो कोभिडको महामारी पछिको अवधिमा केवल 7.61% परिवारहरूले मात्र 100 दिनको रोजगारी पुरा गर्न सकेको थियो त्यहाँनिर है। यस्तै अब यो कतिवटा कुरो अनियमितता भयो है, कमजोर प्रणालीकरण र खराब अनुपालन जस्ता समस्याहरूको समाधान साना सुधारहरूले सम्भव थिएन र त्यसका लागि नयाँ ढाँचाको आवश्यकता थियो। र त्यसले गर्दाखेरि यो जी-रामजी जुन यो योजना छ होइन, यो नयाँ र यो स्वच्छ डिजिटल र यो रूपमा चाहिँ शासित र यो चाहिँ एउटा जवाबदेही पूर्वाधार केन्द्रित प्रणाली स्थापना गर्छ यसले। यो नयाँ बिलले ग्रामीण अर्थव्यवस्थालाई कसरी लाभ पुर्याउँछ होला जस्तो लाग्छ तपाईँलाई आफ्नो विचारमा? अब यसमा चाहिँ कस्तो छ भनेदेखि अब नयाँ लाभार्थीहरूलाई भन्नुभएको होइन, यो नयाँ योजनाले चाहिँ अब यसमा चाहिँ के छ भनेदेखि अब यो जुन चाहिँ यसलाई हामी एउटा नयाँ संस्करण भन्छौँ होइन, यो एमजी नरेगाको यो नयाँ भर्सन जी-रामजी है। अब यो नयाँ संस्कारबाट चाहिँ के छ भने श्रमिकहरूले बढी सुनिश्चित कामको दिन होइन, राम्रो आम्दानी, बलियो सुरक्षा र पारदर्शी प्रणालीको चाहिँ लाभ पाउनेछन् है। बढी आम्दानी त्यहाँनिर हुन्छ, जस्तो कि 125 दिन सुनिश्चित दिन हुनेछ त्यो चाहिँ कामको, र करिब 25% बढी सम्भावित कमाइ हुनेछ त्यसमा है। जस्तो त्यसमा चाहिँ पूर्व अनुमान योग्य काम चाहिँ कस्तो छ भनेदेखि जस्तो एउटा हाइपर लोकल अर्थात् अत्यधिक स्थानीय रूपमा जुन विकसित ग्राम पञ्चायत योजनाहरूले योजनाबद्ध तथा ग्रामीण अग्रिम रूपमा जसलाई त्यसमा म्याकिम गरिएको कामको चाहिँ उपलब्धता सुनिश्चित गर्छन् त्यसले है। जस्तै अब डिजिटल भुक्तानी र सुरक्षा छ त्यहाँनिर है। इलेक्ट्रोनिक भुक्तानी वर्ष 2024-25 पहिले नै 99.94% भइसकेको छ त्यसमा है। र यो समय सीमामा चाहिँ निश्चित गर्दै जुन चाहिँ अब यसमा चाहिँ एउटा चोरीको सम्भावनालाई पनि समाप्त गर्दै पूर्ण बायोमेट्रिक र तथा आधार केन्द्रित प्रमाणीकरण सहित यो चाहिँ जारी रहनेछ यो यसमा है। अर्को त्यसमा छ बेरोजगारी भत्ता। यदि त्यसमा चाहिँ रोजगार उपलब्ध भएन भनेदेखि चाहिँ त्यसमा चाहिँ के छ भनेदेखि राज्यहरूले चाहिँ बेरोजगारी भत्ता दिनु अनिवार्य हुनेछ त्यसमा है। जस्तो अब एउटा यो सम्पत्ति निर्माण होइन, एउटा त्यो जुन चाहिँ एउटा संरचना हुन्छ त्यसमा है, त्यसमा एउटा प्रत्यक्ष लाभ छ त्यसमा है। जस्तो अब श्रमिकहरूले निर्माण गरेका सडक, जल संरचना र जीविका उपार्जन सम्बन्धी जति पनि एउटा त्यो संरचना छ, सम्पत्तिहरू छन् होइन, उनीहरू स्वयं त्यसमा चाहिँ प्रत्यक्ष रूपमा चाहिँ लाभान्वित हुनेछन् त्यहाँ है। र यसरी नै हामी फेरि अघिल्लो कुरा गर्नुपर्दाखेरि हामीले यहाँ देख्छौँ कि यो नयाँ बिलले किसानहरूलाई पनि लाभ पुग्नेछ भन्ने छ। यसमा यो नयाँ जी-रामजी बिलले चाहिँ किसानहरूलाई कुन प्रकारले कस्तो प्रकारले लाभ पुर्याउन सक्छ भन्ने लाग्छ तपाईँलाई? यो नयाँ बिलमा चाहिँ यसमा चाहिँ के छ भने किसानहरूको लागि पनि खुबै राम्रो छ यसमा है। उनीहरूको लागि फाइदाहरू धेरै राम्रो छ यहाँनिर। किन यसलाई अहिले के छ भनेदेखि यो चाहिँ मनरेगालाई हेरेर यसलाई धेरै यो माथि अध्ययन गरेर शोध गरेर नै यो जी-रामजी यो विधेयक यसरी यो गरेको हो। यो यसलाई एउटा नयाँ संस्कार रूपमा ल्याइएको छ है। अब यसमा किसानहरूको लागि चाहिँ कस्तो छ भने किसानहरूले जुन एउटा श्रम उपलब्धता र सुधारिएको कृषि पूर्वाधार दुवै माध्यमबाट चाहिँ प्रत्यक्ष लाभ पाउनेछन् है। र श्रम उपलब्धताको त्यसमा ग्यारेन्टी, जस्तो अब मनरेगाको काम बन्द भएको अवस्थामा चाहिँ राज्यहरूले तीव्र बिउछाया खटाउने काममा चाहिँ 60 दिनको अवधिमा सूचित गर्न सक्थ्यो है। यो अहिलेको नयाँमा चाहिँ महत्त्वपूर्ण कृषि कार्यका बेला हुने श्रमिक अभावलाई समाधान गर्छ यसले चाहिँ। जस्तो अब श्रमिकहरूलाई ग्यारेन्टी दिएको ज्याला भएका कार्यस्थलतर्फ चाहिँ सर्ने अवस्थाबाट चाहिँ यसले चाहिँ रोक्छ यसलाई। र त्यस्तै होइन अब जल सिँचाइ
संसाधनहरू छ जुन त्यो कृषि खेतीमा आवश्यक कुरोहरू त्यसमा पनि अब प्राथमिकतामा राखिएको छ त्यो पनि होइन। जस्तो अब जल सम्बन्धी कार्यहरूले चाहिँ सिँचाइ भूजल जुन बहुमौसमी बाली उत्पादन क्षमतामा सुधार ल्याउँछन्। कोर तथा आजीविका पूर्वाधारले किसानहरूलाई आफ्ना बाली सुरक्षित रूपमा भण्डारण गर्न बजारसम्म पहुँच बढाउन चाहिँ सहयोग पुर्याउँछ यसले है। अब यसमा अर्को पनि छ, त्यहाँनिर बाढी निकास भयो, जल सञ्चयन भयो, यो माटो संरक्षणका कार्यहरूले बालीको सुरक्षा गर्दै क्षति कम गर्नेछन्। त्यसमा यो किसानहरूको लागि पनि यो एउटा धेरै एउटा राम्रो यसले विकास हुने उनीहरूलाई होइन, उनीहरूको सुरक्षा यो जिरामजीमा चाहिँ यो चाहिँ देखाइएको छ यसमा। यो मनरेगामा जुन चाहिँ समस्याहरू थियो जसको कारणले गर्दाखेरि यो बदलिनु आवश्यक थियो भन्ने कुरो तपाईँले बताउनु भयो। यो नयाँ बिलमा कुन कुन पारदर्शिता र सामाजिक संरक्षणको उपायहरू सामेल गरिएको छ, तपाईँलाई यो आफ्नो विचारमा कस्तो लाग्छ? यसमा चाहिँ के छ भनेदेखि नयाँमा चाहिँ जस्तो एआई आधारित ठगी पहिचान प्रणाली यसमा छ है। अर्को निगरानीका लागि चाहिँ केन्द्र तथा राज्य स्तरीय सञ्चालन समितिहरू यसमा छ है, हुनेछ। र ग्रामीण विकासका 4 प्रमुख स्तम्भहरूमा यो ध्यान केन्द्रित हुनेछ यसमा है। पञ्चायतहरूको निगरानी भूमिकाको सुदृढीकरण हुनेछ यसमा है, यो अर्को। र त्यस्तै यसमा चाहिँ अब यो GPS मोबाइल आधारित यो निगरानी भयो यसमा है। अर्को छ रियल टाइम MIS ड्यासबोर्ड यो भनिन्छ त्यो है, यो तकनिकको कुरो चाहिँ एउटा यो है यसमा। र अर्को छ साप्ताहिक सार्वजनिक प्रकटीकरण हरेक यो साप्ताहिक रूपमा है। र अर्को छ सुदृढ सामाजिक अडिट, प्रत्येक ग्राम पञ्चायतमा चाहिँ यो 2 पटक हुनेछ यसमा। र यो जुन जिरामजी बिल 2025मा हामीले चर्चा गरिरहेका छौँ, यसमा एउटा कुरो के पनि छ भन्दाखेरि केन्द्रीय सेक्टरदेखि लिएर केन्द्र प्रायोजित योजनाहरूमा परिवर्तन गरिएको छ भन्ने चाहिँ किन गर्नु पर्यो भन्ने लाग्छ तपाईँलाई? अब यसमा के छ भने किनभने यो जुन ग्रामीण रोजगारी सम्भवत एउटा स्थानीय विषय हो यो है। अब यसमा चाहिँ राज्यहरूले लागत र जिम्मेवारी साझा गर्नेछन् यो यसमा है। र अर्को दुरुपयोग रोक्नका लागि अझ राम्रो प्रोत्साहनको व्यवस्था हुनेछ है। र ग्राम पञ्चायत योजना मार्फत स्थानीय परिस्थिति अनुसार योजना निर्माण केन्द्रले मापदण्ड निर्धारण गर्नेछ यसमा है। जबकि राज्यहरूले चाहिँ जवाबदेही सहित कार्यान्वयन गर्नेछ। र यो साझेदारी मोडेलले कार्यक्षमता बढाउँछ र यसले चाहिँ यो मनरेगाको जुन दुरुपयोग कुरो उठिरहेको थियो होइन, यो दुरुपयोगलाई चाहिँ यसले चाहिँ घटाउँछ, यसले नियन्त्रणमा राख्छ। र त्यसले गर्दा नै यो ग्रामीण क्षेत्रको जुन विकास छ सरकारको जुन एउटा लक्ष्य छ होइन, ग्रामीण क्षेत्र र ग्रामीण जनताको विकास सरकारको यही नै लक्ष्य छ उनीहरूकै विकासको। र हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ र यो अन्तिम प्रश्नको साथमा हामी कार्यक्रम अन्त गर्नेछौँ। र यो तपाईँलाई सोधौँ कि यो के मानक आर्थिक पोषणले 125 दिनको ग्यारेन्टीलाई कमजोर बनाउँछ भन्ने यो प्रश्न पनि आइरहेको छ। यो अहिले सबभन्दा मूल कुरो यही विषय नै उठिरहेछ कि जुन पहिले अब मनरेगामा 100 दिने रोजगारको जुन एउटा ग्यारेन्टी भनिएको थियो होइन, त्यसमा चाहिँ अब धेरै ठाउँमा त्यो ग्यारेन्टी 100 दिनेको पुरा भएन। अनि त्यो नहुँदाखेरि चाहिँ अब कति ठाउँमा काम रोकिए त्यसको होइन, कति ठाउँमा त्यो 100 दिने रोजगार भएन। जुन गाउँको जुन आर्थिक रूपले जो कमजोर मानिसहरू छन् उनीहरूको लागि काम भएन, रोजगारी भएन, 100 दिनको त्यो पुरा ग्यारेन्टी हुन सकेन भन्ने एउटा धेरै ठाउँबाट यसको समाचारहरू पनि आइरहेको थियो होइन। तर यो नयाँमा चाहिँ के छ भनेदेखि त्यसैलाई नै सुधार गर्नुको लागि चाहिँ यो ग्यारेन्टी 125 दिनको चाहिँ यसमा चाहिँ ग्यारेन्टी कमजोर बनाउँछ भन्ने छैन यसमा चाहिँ। यसलाई चाहिँ 125 दिनको ग्यारेन्टीलाई चाहिँ अझ दह्रो बनाएर लाने होइन। र यो ग्यारेन्टीलाई चाहिँ अझ सुदृढ बनाइएको छ यसमा चाहिँ। र जस्तो के छ यसमा चाहिँ खाद्य सामग्रीको मूल्य बढाउने महँगो जुन खाद्य सामग्रीहरू बढ्छ होइन, त्यसलाई पनि त्यो जुन श्रमिकमाथि दबाउ पर्छ, त्यो दबाउपछि चाहिँ यसले चाहिँ रोक्ने यसमा चाहिँ एउटा प्रावधान यो छ है। अर्को जुन छ यो
60 दिनको अवधि निरन्तर 60 दिनमै भनेपछि होइन यो। र यसमा चाहिँ बाँकी करिब 300 दिन, 300 दिनमा श्रमिकहरूले अझै पनि यसमा चाहिँ 125 दिनको रोजगारीको चाहिँ उनीहरूले एउटा ग्यारेन्टी पाउँछन्। र यसमा चाहिँ के छ भनेदेखि यसले चाहिँ किसान र श्रमिक दुवैलाई नै यसमा चाहिँ फाइदा छ। यसमा यसले चाहिँ यो ग्यारेन्टी चाहिँ किसान र श्रमिक दुवैलाई नै यो ग्यारेन्टी दिएको छ कि 125 दिनको जुन कामको ग्यारेन्टी छ त्यो चाहिँ कमजोर हुने छैन यसमा। र यसरी आजको कार्यक्रम विकसित भारत जी रामजी बिल 2025 यो जुन नयाँ संसदमा पारित भएको बिल छ, यस विषयमाथि चर्चा गर्नको निम्ति हामीसँग स्टुडियोमा उपस्थित हुनुहुन्थ्यो पत्रकार सञ्जय प्रधानज्यू। यहाँले हाम्रो कार्यक्रममा सहभागिता जनाएर यी धेरै कुराहरू राखिदिनु भयो। तपाईँलाई धेरै धेरै धन्यवाद। नमस्कार। र हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ निम्ताइदिनु भएकोमा र यसरी यहाँ यो यस विषयमा एउटा बोल्ने अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।